बाजा बाजा मरियो परिया कोई छिटो बाजा ठोक भने मरियो कालो पनि कति कालो हो मेरो अब्बा बिहारी जस्तो रहेछ ढिका ढिका फलेका मान्छे पनि कता कता हो पुर्खतमा आउन रहेछ कति नाम्रो मान्छे आहा कालोको अझै बारे एउटै ल्याउँछु भने कता कता हो निरा जैले रिसाउने निरा जैले रिसाउने निरा कहिले होला चामलको पिठो पिसाउने ज्वान बुढा बसिया रहेछ ये ठुली आइदियो मेरी आवे अझै खद्दरको पछौरा उडेर हेर बुढी मान्छे पनि लाली लगाएर आइदिनु अझै हेरेर आँखा झिम्क्याउने जान्छ ल यता उबेलामा भेट्दा त ठिकै थियौ दिदी मोटी पनि साह्रै मोटी भइछौ जाति बिदी के छौ चन्द्र बुढाले भात खाएर त होइन के भौ चन्द्र बुढाले घाँसले हो कि कुँडाले मेरा बाबा माथि पर ठुलो रहेछ गाँठी जवाना गाँठी त्यस्ता रोसी हालेर घाँस काटिदिन्थ्यो झ्याममा मेरो खुर्पेटो हराएको यतैबाट अब बाबु तपाईँ कति कालो होस् के कोरिया कालालाई त कालो भन्नुपर्छ धेरै कालालाई त कालो मेरा बा डौटर खाइएन के हान्छ एउटाले फेरि गर्नुहोस् त उतै ल बाबु कोरिया सेरी नआइज के थाहा उसलाई भर्खर खालि तान्दा कस्तो हुन्छ कति कोला दोन आइया बाबु एउटा नि आउनुहोस् त डाक्टर साहब उडाउ मरिन्छ मान्छेमा यहाँ बेडेड गरे यो कोरिया हुरीले पनि फाउन लाग्यो मेरो फेरि यो ज्यान चिलाइरहेको छ कि भरत तिम्रो पनि चिलाउँछ मैले त नुहाउँछु भनेको 3 महिना भयो नुहाएको त कति भयो यो त घट परेछ अब नुहाउने त जाडा बैशाख लागेको भयो होइन बुढो मान्छे काला उता मान्छे उज्याला भएका बेला कम गरेर लाग्ने आउँछ हो त बस्नु एउटा सेतो भन्ने त्यसको घाँटिया लगाएको माला आएछ दाँत पनि काला छैन गाँठी ल हो श्री लक्ष्मी माविकी यसरी जय गर्छ 50 वर्ष पुग्यौं हामी ज्ञान ज्योति छर्दै गुणदेव गुण खाएर धेरै गुण खाएर देव भगला गुणदेव 50 वर्ष पुग्यौं हामी ज्ञान ज्योति छर्दै कतै गल्ती भएका होलान् राम्रो गर्छु भन्दै स्वागतम गर्छौं सबैलाई लक्ष्मी माविमा आउनु भाका पाहुनाहरूलाई बजेट पाइदिनु पर्यो वहाँ हो पर हेरे 5 दिन दौलाएर 10 किलो घट्नु चिन्ता भनेको कुरो त्यस्तो हुन्छ बरु 2टी बिहा गऱ्यो भए झन् मोटा हुन्थ्यो ल म पनि धेरै टाढा मान्छे होइन
अगर के हेरेर बस्यो यहाँ अझै हात मोबाइल के अझै खरे खरे आउने जान्थ्यो कहाँ भाइ मरेको किताबको पानो जत्रो छैन किताब बेच्छ ठिक छ बाबु दौडो कुरो थाहा पाएर हिँड्छ कि यो केटाले भन्ने त्यही पल्ती र बारीमा कत्रा कत्रा मुला छ वा वा भन त्यही पल्ती र बारीमा कत्रा कत्रा मुला छ म असलेवा बसेर खुब किताब बेचेको छु भनेर ठुला भएछौ बाबु तर तिम्रो पाइनको चेन खुला ऊ त्यहाँ गएर बघले जा केटा साटु भयो कि पहिला पहिला खरारीले भगाउँदो सातो अचारको त कोदाको एक गिलासले भगाउँदो रहेछ यो कुरो फेरि पुर्खा चम्ला थाहा छ ल यहाँ आउनुहोस् त डोक्टर भए त्यत्रो मटाउने यहाँ आउनु छिटो हुन्छ निक्लन मिल्न पर्यो निक्लन पाइन्छ दिन्छ मोटा राम्रो हुनुहुन्छ नौजहरू मान्छे पनि मोटाउनु आउँछ तर आउ पत्याउनु डक्टर यति मोटो देखेपछि पस्न पनि त परेको डर 1 लाख रुपियाँ अझै बढाउनु कति बढाएको अझै 1 लाख जे भाउ भयो 2 लाख त्यहाँ छ 4 लाख 20 लाख हो भाउ यो मेरो तर्फबाट 10,000 बढाउनुहोस् भाउ भाइ ल एकचोटि ताली बजाइदियो टिपो त्यो पनि गर्ने 10,000 बढायो ल अब उहाँ बसिरहेको छ नि यहीँ बस्छ ल ताली बजायो खै 5 रुपियाँ नलिनु पनि बसिरहेको छ नि अब यो रामबारीको ठाउँ भजन गाउने ठाउँ मलाई थाहा छ रोइमा ढोला तिम्रो पनि चिलाउँछ मलाई चिलाउँछ कि एउटा भजन गाउँछु हाम्रा पाला भजन गाउँथे पुर्खतम सर यहीँ हुनुहुन्छ उहाँले राम्रो गाउनुहुन्छ पुर्खतम बाबु लानी हरिका नाम भन्छन् जपम हरि नाम लानी हरिका नाम भन्छन् जपम हरि नाम साँझ र बिहान हरिका नाम जपम हरि नाम हो पहिलाका भजन अझैका छ बिहान नानी तिम्रै नाम प्रिया भजन भन्छन् साँझ तिम्रै नाम बागिएर लिन आउँछु पाल्पा घुम्न जाम हो कि होइन अब धेरै लामो कुरा गर यहाँ केटाकेटी धेरै छन् एउटा काजल भन्ने चिया बाँड्नलाई मारमुरी छ त्यो बाँडेर गएको त चियामा चिनी लाग्छ हुँदैन तिनको पातोको तरबार हुँदैन ख्याल गर है फेसबुक चलाउने केटाकेटी हो फेसबुकमा परेको लभले घरबार हुँदैन फेसबुक नचलाउने पनि अचालका फेसबुक हे हाम्रा सुख आजकलको नयाँ किताब रहेछ फेसबुक पढाइ पनि छैन हजुर काम नि केही छैन त्यही फेसबुकमा लाएर मेरी नातिनी धनै पहिला गइन म त राईजुमा झुमा क्या की छौ राईजुमा ओ गाइदुन बुढो मान्छे बेर भयो जान्छु म त गाइदुन मैले एउटा गीत गाएँ पुर्खे बाको बेदना 5 बहिनी छोरी उ बेलामा पाले बर दुःख गरी गरी
जन्मे हुर्के पढे लेखे लाघा बाघा लाए तेरा सन्तान साथमा थिए मैले खैले पाएँ अहिले बुढा बुढी टकराक र टुक्रुक कहिले हुन्छ थाहा छैन घुक्रुक छोरा आफ्ना सन्तान राम्ररी पाले कुकुर फाले झै हामीलाई नफाले के ताली बजाउनु मन खेदार खोजेर ल्याउने मन यस्ता गीतले ताली पाउन छोड्यो यहाँ डान्स छोटा कपडा ल्याएर ए उद्योगको चल्ली छ है भन्यो वा सबै उर्ली उर्ली यहाँ पुगेन 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 ल के मर्छ भारतीय बुझ्दैन भन्ने नहुने यति बढी बोल ए पाइन्छ त्यसलाई एउटा कम्मर बेटी पनि किन्न नसक्ने के पाइन्छ लाग्यो होला अजलगा के मलाई पुगेन पुगेन यो पैसाले अनि डान्स कस्तो हुन पर्ने यसो मलाई भन्दा मलाई पुगेन भन्दा यसो गर्ने हो कि हैन ए पुगेन 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 यो पैसाले हुन पर्नेमा अचलकाले के सिकाए त भन्दाखेरि मलाई भन्दा मलाई ए पुगेन 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 अब यही अनुसार ससुराली आएको ज्वाइँलाई सासूले भात खान दिँदा ए ज्वाइँ भात पुगो भन्दा खान लगाएको भात छोडेर ज्वाइँले ए सासू मलाई भात पुगेन पुगेन त्यही गर्ने बेटी हाँसी नि अहिले दाँत माझेर अब त्यही अनुसार खोज्छौँ उहाँ घर फर्किया ज्वाइँले अब छोरी लगाउँछ घर पुग्यौ भन्दा बाटा हिँड्यो मान्छे मोबाइल काना साँचेर ए सासू म त पुगिन 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 यही हो डान्स त्यो ताली तिमीहरूको बाबुले बजाउनु बुढो मान्छे आएर सकि नसकि त्यति आउँछ होइन हाम्रो पाल्ला अब यहाँ स्कुलमा आएर मास्टर र केटाकेटीको कुरो गर्नु यहाँ आउनुहोस् अब तपाईँ के क्विट के फिट यहाँ आउनुहोस् पहिला पहिला हाम्रा पाला हातका मैला सोनका थैला के गर्नु धनले सादा र सिस्नु खाएको बेस आनन्दी मनले आनन्दीमा हो कि होइन यही थियो कि थिएन अचलका टिचरले के भन्न थाले हातका मैला सोनका थैला के गर्नु धनले भट्टीमा गइन्छ सुकुटी खाइन्छ आनन्दी मनले होइन तपाईँ साँच्चै पर्नु हो या केटाकेटी ताली बजायो हो कि होइन एउटा तपाईँ शिक्षा विभागमा काम गर्नुहुन्छ एउटा कविता आइए ताराबाजी लई लई मामा आए घोडा भनेर स्कुलमा पढ्छन् घर जाँदाखेरि मामा बाइकमा आउँछ कहाँको शिक्षा पढाउनु अनि माइजू आइन् टोली भनेर स्कुलमा पढ्छन् घर जाँदा माइजूले शनीमा पापा सापा ल्याउने कि यति मिठै कि क्याडबरी बोकेर आउँछ अनि केटाकेटीले के बुझ्छ त्यही भएर यसलाई परिमार्जन गर्न पर्छ म बुढो त आज भोलि हो भन्ने आज अस्ति धन्नै गएन खाने बेला खोको धन्नै डालु आएन तपाईँले पनि त्यस्तो पर्यो होइन अलिक चम्काउनु अरे क्या यसो भने अब यसलाई के गर्न पर्छ भने ताराबाजी लई लई मामा
માં આયે બાઈક માં માયજુ આયન પછાડી લાગી રહી જન સાડી ચોકલેટ લે આયન ક્યાડબરી ભાંચ્યો પ્યાર તો મુખ ભીત્ર હવે કોનું પાણી અહિલ્લો કે પછિલ્લો અહિલ્લો તો પડેગો મેલે બાજા આવે બજા મને એવડું ગીત બાજાગું બજાગું ટેન્કુટ બસામ ગવગરામ બુડેશ કાલમાં લવગરામ જનબુડો ભાયની મનબુડો હોન્ના પૈસા ના દે આવે ન હા કશું વાડા ગીત ગાઈ રહ્યા આજુબાજુ યાર અલી ઓવર બોલી ગયા લા હે એ જે સુનો હે જનતા આયો આપનાય નથી કો એ ભેટા ભયો પુરાના સાથી કો ટેનકુટી કોના આયુબશામ ગવગરામ બોડેશ કાલમાં લવગરામ જનબોડો ભાયની મનબોડો હોન્ના ચપ લે જવાના તો વ્યસનના તો ટીમથી આવજો ભાવ શૂન્ય એ ખેસે અંજોડાને સગડી મારી બોલો ટોપી લાર સુરવાલ લાર બાજા બજાવવાનું હોય છે બड़ी बानी घर देर तारा बनी होइन ओ वहाँ पारी ग्वादी गाविस छ त्यही गोबन्दीको भेरमा जन्मेको मान्छे हुँ आज यहाँ यसरी पहिला ओ हरिमी चौर जाँदाखेरि यिनै 5 बग्या पानी खाने ठाउँ हो आज यहाँ आएर ठोक्लिया जान्थे दाजु भयो मेरो त के भयो छोराको बिहा गर्ने छोरो परदेशतिर लाओ बुहारी च्याप्प छोरी टिपेर बटौलीलाई छोरी पढाउन भन्दै छोरो विदेश गएपछि बुहारी कच गोरी छोरा छोरी पढाउनलाई सहरतिर झरी छोरा छोरी स्कुल जान्छन् बुहारी कता यही बुहारीले भ्याउनी भई भागो जाए जेठा अहिले छोरो रुँदै अरबको खाडीमा बुहारी हाँस्दै अर्कैको गाडीमा पीर पर्यो मान्छेले बाजा बजाउँछ गानेर बजाउने भन्ने बोल्नु पर्दैन उहाँ बुहारी उहाँ गयो भनेर मन दुखेर गरेको उसले वा ओ यहाँ बाबीकी शिरीषो स्वस्थानी त होइन नि रामचन्द्र भगवान की एउटा ऱ्याप हानिदिन्छु लौजा म केटाहरू झन्डै छैन के यहाँ 5 नम्बर प्रदेशका लागि एकजुट गराउने सन्देश दिनुहोस् भनेर भन्नु मैले गए पनि थिएँ एक ठाउँ गाई ल कुरो अप्ठ्यारो भन्न नि मैले गाउँ थिएँ अहिले बिना भ्याउ त नि उफ्रिन्न ज्यान टुक्रेला 5 नम्बर टुक्रिन्न एकदम लाजन क्या हमरा तेरे त पहाडको यस्तो एउटा गीत बनाउँछ हे गुल्मीको सन्तला बुटोल जानु पर्छ हो कि होइन अब यो 5 नम्बर प्रदेश टुक्यो भने के हुन्छ छोरो पढ्न भनेर बटौली गएछ ल्याएर अनि व्याप्त उसले चाहिँ बटौली बस्या बेला
उधर बटौली की लपारे बात लपारे बिहा गर्न पर्यो भन्यो भने त अब बिहा गर्न बटौली जान पर्यो परदेश छुट्टियो भने त सिद्ध बाबा जाँदै पासपोर्ट देखाउँदै उता जानु पर्यो परेन प्रत्येक मान्छेलाई पासपोर्ट चाहियो चाहिएन यहाँ त बिहा पनि बिथलिने कुरा आयो कि हे गुल्मीको सन्तला पुटोल जानु पर्छ हो कि होइन बटौलीको आँपा हामीले गुल्मी खानु पर्छ हो कि होइन यिनी केटाहरूलाई त्यसै हो अझ बिस्कुट नदिँदै त हो गरिरहेको छ दुई भागो गर्न 5 नम्बर भन्दा यसो गराउँदा एकैछिन पछि आएर एकदम होडा लिएर गेली उसको ठेक गरे यहाँ कुरो एकछिन यहाँ समय पनि त बोल्नु पर्यो तिमीलाई मात्रै भएर 5 नम्बरको मलाई त अहिले 6 नम्बर लाग्यो लै आऊ दाजु पुर्खेमा आएका लागि ताली बजाइदिनु होइन कोरेहरू ठिक बसेर अलि नाम पनि बस्छ टक्क बसे बस्नुमा ह्यान्ड टिप्छ उहाँ हो बाबु तपाईँको कपाल खोलिएको बुढिल्लु छोएर हो है सोधेको मैले हो भने हो अरे पनि अखानी गर्ने रहिदिनु आउन झार निकाल्यो होइन हो ज्यान चाहिँ छोटो छ मेरो कर्म खोटो छ यतिले पनि धेरै आधार हुने रहेछ